नमस्ते साथीहरू। विशेष गरी साना बालबालिका भएका आमा बुवाहरू यो भिडियो आजै र अहिले एकदमै ध्यान दिएर हेर्नुहोला। अहिले हाम्रो छिमेकी देश भारत र नेपालका सीमावर्ती क्षेत्रहरूमा एउटा यस्तो नयाँ अत्यधिक खतरनाक भाइरस फैलिरहेको छ जसले केवल 24 देखि 48 घण्टाभित्रै 15 वर्ष मुनिका स्वस्थ बालबालिकाको मस्तिष्कमा गम्भीर असर गरेर ज्यान समेत लिन सक्छ। चिकित्सा विज्ञान र सिडिसीले यसलाई चाँदीपुरा भाइरस भनेका छन् र यो अहिले सबैभन्दा ठुलो जनस्वास्थ्य चुनौती बनेको छ। विश्व स्वास्थ्य सङ्गठन र जनस्वास्थ्य प्रिपेयर्डनेस डेटा अनुसार चाँदीपुरा भाइरसको मृत्युदर झन्डै 50 देखि 60% छ। यो भनेको डेङ्गु वा सामान्य भाइरल ज्वरोभन्दा कैयौँ गुणा बढी घातक छ। नेपालको स्वास्थ्य मन्त्रालय र इपिडेमियोलोजी महाशाखाले पनि हालै यस भाइरसको सङ्क्रमणलाई लिएर विशेष गरी तराई र सहरी क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ, किनकि यो भाइरस लामखुट्टे जस्तै देखिने एउटा सानो किराबाट सर्छ। क्लिनिकल दृष्टिकोणबाट बुझौँ, यो भाइरस के हो र कसरी सर्छ। चाँदीपुरा भाइरस र्याप्डोभिरिडे परिवारको एउटा आरएनए भाइरस हो। यो मुख्य गरी स्यान्ड फ्लाइ अर्थात् बालुवामा पाइने भुसुना जस्तो किरा र केही प्रजातिका लामखुट्टेको टोकाइबाट बालबालिकामा सर्छ। यो किरा माटोको घर, ओसिलो ठाउँ र झाडीहरूमा बढी पाइन्छ। सिडिसीका अनुसार यसका लक्षणहरू अचानक र तीव्र रूपमा देखिन्छन्। सुरुमा बच्चालाई एकदमै कडा ज्वरो आउने, तारन्तार बान्ता हुने र असाध्यै टाउको दुख्ने हुन्छ। केही घन्टाभित्रै यो भाइरस मस्तिष्कमा पुग्छ, जसलाई चिकित्सा विज्ञानमा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम भनिन्छ। यसले गर्दा बच्चा बेहोस हुने, शरीर काँप्ने वा फिट्स आउने र अन्तमा कोमामा जाने जस्ता गम्भीर क्लिनिकल अवस्था आउँछ। धेरै आमा बुवाले यसलाई सामान्य लु लागेको वा ज्वरो आएको ठानेर घरमै राख्दा ढिलो भइसक्ने र बच्चालाई बचाउन गाह्रो हुने गरेको छ। पब्लिक हेल्थको दृष्टिकोणबाट यसबाट बच्न सिडिसीका यी उपायहरू अपनाउन सकिन्छ। पहिलो उपाय, स्यान्ड फ्लाइ र लामखुट्टेको नियन्त्रण, अर्थात् आफ्नो घर वरपर बालुवा वा माटो जम्न नदिनुहोस्। घरका भित्ताका प्वाल र चिराहरूलाई माटो वा सिमेन्टले टाल्नुहोस्, किनकि यी किराहरू त्यहीँ लुकेर बस्छन्। बालबालिकालाई सुताउने अघि अनिवार्य रूपमा झुलको प्रयोग गर्नुहोस्। दोस्रो उपाय, पुरा शरीर छोपिने कपडा। गर्मी र हिउँद जुनसुकै मौसममा पनि बालबालिकाहरू बाहिर खेल्न जाँदा वा घरमा बस्दा पुरा बाहुला भएको कमिज र लामो सुरुवाल लगाइदिनुहोस्। शरीरको खुल्ला भागमा लामखुट्टे ढपाउने क्रिम वा ओइन्टमेन्ट प्रयोग गर्नुहोस्। तेस्रो उपाय, पहिलो 24 घण्टाभित्रै अस्पताल पुर्याउने। यदि तपाईँको बच्चालाई अचानक कडा ज्वरो आयो, बान्ता भयो वा बच्चा सुस्त हुन थाल्यो भने 1 मिनेट पनि ढिलो नगरी तुरुन्तै नजिकैको अस्पताल लैजानुहोस्। यसको कुनै विशेष एन्टिभाइरल औषधि नभए पनि समयमै अस्पताल पुर्याएमा क्लिनिकल सपोर्टिभ केयरका माध्यमबाट बच्चाको ज्यान सजिलै बचाउन सकिन्छ। साथीहरू, नयाँ भाइरसबारे चेतना नै हाम्रो सुरक्षा हो। यो भिडियो आफ्ना छरछिमेक र विशेष गरी आफ्ना बच्चा भएका हरेक आमा बुवासम्म सेयर गरेर सचेत गराउनुहोस्। च्यानललाई सब्स्क्राइब गर्नुहोस्। सधैँ सचेत रहनुहोस्, स्वस्थ रहनुहोस्। जय जनस्वास्थ्य, जय देश। नमस्ते।